पीसी पार्ट्सहरुको प्राइस एकदमै बढिरहेको कुरा तपाईलाई थाहा नै छ। खास गरेर र्याम र एसएसडी को प्राइस चाहिँ धेरै पहिलादेखि नै बढ्दै आइरहेको थियो भने अहिले जीपीयू को प्राइस पनि बढ्ने कुराले मार्केट तताएको छ। लास्ट टाइम जीपीयू को प्राइस बढ्दाखेरि क्रिप्टो माइनिङ को एकदमै ठूलो हात थियो, तर अहिले क्रिप्टो माइनिङ भन्दा पनि बिग रिजनको कारणले गर्दाखेरि जीपीयू को प्राइस बढ्ने देखिन्छ। अब यस्तो चाहिँ किन भइरहेको छ, र्याम र एसएसडी को प्राइस चाहिँ किन बढेको छ र जीपीयू को प्राइस चाहिँ किन बढ्न सक्छ र अहिलेको समयमा ल्यापटप, पीसी अथवा स्मार्टफोनहरु खरिद गर्दाखेरि बेटर हुन्छ कि केही समय वेट गर्दाखेरि राम्रो हुन्छ, यी सबै कुराहरुको बारेमा आज हामी डिटेलमा एक्सप्लेन गर्नेछौं। सो भिडियोलाई चाहिँ एकदमै ध्यान दिएर हेर्नु होला। एकदमै इम्पोर्टेन्ट र इन्फर्मेटिभ भिडियो चाहिँ यो रहेको छ। स्किप नगरिकन हेर्नुभयो भने तपाईले सुरुदेखि नै बुझ्न सक्नुहुन्छ। सो भिडियोलाई सुरु गरौँ। लेट्स गेट स्टार्टेड। अब सबैभन्दा सुरुमा कुरा गरिहालौँ, र्याम र एसएसडी को प्राइस चाहिँ बढ्नुको कारण के होला त? अब र्याम र एसएसडी को क्राइसिसको बारेमा जान्नु पूर्व तपाईले के कुराहरु चाहिँ बुझ्नु आवश्यक छ। फर्स्ट भनेको र्यामहरु बनाउँदाखेरि लाग्ने चिपलाई चाहिँ डीरैम भनेर भनिन्छ भने तपाईले एसएसडी अर्थात स्टोरेज डिभाइसहरु बनाउँदा लाग्ने चिपलाई चाहिँ NAND भनेर भन्ने गरिन्छ। यति बुझिसकेपछि डीरैम बनाउनको लागि जुन चाहिँ र्याममा लाग्ने चिप हो त्यो बनाउने जम्मा वर्ल्डमा 3 वटा कम्पनी मात्र रहेका छन्। फर्स्ट भनेको स्यामसङ रहेको छ, सेकेन्ड भनेको एसके हाइनिक्स भन्ने रहेको छ भने थर्ड भनेको माइक्रोन टेक्नोलोजी रहेको छ। यी 3 वटा कम्पनीहरुले नै डीरैमलाई चाहिँ म्यानुफ्याक्चर गर्ने गर्दछन्। त्यसै गरेर एसएसडी को केसमा पनि NAND लाई म्यानुफ्याक्चर गर्ने मेन यी 3 वटा कम्पनीहरु मात्र रहेका छन्। यसका अलावा अन्य 1-2 कम्पनीहरु पनि रहेका छन्, तर मेजरली भनेको यी 3 वटा कम्पनीहरुले नै निर्माण गरेर अरु कम्पनीहरुलाई बेच्ने गर्छन्। जस्तै तपाईले कोर्सियर देख्न सक्नुहुन्छ, एडाटा, किङस्टन जस्ता ब्रान्डहरु देख्न सक्नुहुन्छ। यिनीहरुले चाहिँ खास गरेर यी 3 वटा कम्पनीहरुबाट चिपहरु खरिद गरेर त्यसलाई चाहिँ एसेम्बल गरेर हामी कन्ज्युमरहरुलाई अथवा मार्केटमा चाहिँ बेच्ने गर्छन्। तर चिप निर्माण गर्ने कम्पनीहरु चाहिँ यी 3 वटा मात्र रहेका छन्। अब यो 3 वटा कम्पनीको नाम त तपाईले सुन्नुभयो। अब यी 3 वटा कम्पनीहरुले म्यानुफ्याक्चर गर्छन् भने यसमा समस्या चाहिँ के भयो त? के कारणले गर्दाखेरि प्राइस बढ्यो भन्ने कुरा चाहिँ अब तपाईले सुन्नुहोस्। तपाईले नाम सुनेका र विश्वमा चलेका एकदमै टेक जायन्ट कम्पनीहरु एनभिडिया, त्यसै गरेर माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरुले विभिन्न एआई कार्यको लागि चाहिँ डेटा सेन्टरहरु चाहिँ खोलिरहेका छन्। त्यस्तै एआई सर्भर र डेटा सेन्टरको लागि डीरैम, NAND, हाई ब्यान्डविथ मेमोरी, त्यसै गरेर अल्ट्रा फास्ट इन्टरप्राइजेस एसएसडीहरुको ठूलो मात्रामा युज हुने गर्दछ र माग पनि हुने गर्दछ। त्यसैले यी बिग कम्पनीहरुले एकदमै ठूलो मात्रामा एसएसडी र्यामहरुलाई चाहिँ खरिद गरेर आफै युज गर्ने र डेटा सेन्टरहरु निर्माण गर्ने काम गरे, जसको कारणले गर्दाखेरि तपाई हामी जस्तो कन्ज्युमर लेभल नर्मल मान्छेहरुको लागि सप्लाई चाहिँ कम भयो, जसले गर्दाखेरि डिमान्ड हाई भयो र प्राइस पनि बढ्न गयो। यो चाहिँ एउटा मेन कारण रहेको छ। त्यतिले मात्र प्राइस हाई भएको पनि होइन। अघि मैले भनेका 3 वटा मुख्य कम्पनी मध्ये एउटा माइक्रोन टेक्नोलोजीले आफ्नो एकदमै कन्ज्युमर लेभलमा एकदमै पपुलर ब्रान्ड क्रुसियलका र्याम र एसएसडीहरुलाई चाहिँ शटडाउन गर्ने, तपाई हामीलाई कन्ज्युमर लेभलमा बेच्ने ब्रान्ड जुन थियो त्यसलाई चाहिँ शटडाउन गर्ने घोषणा नै गरेको छ। डीरैम र NAND लाई चाहिँ सेल गर्नको लागि कन्ज्युमर लेभलको तपाई हामीलाई बेच्ने ब्रान्डलाई नै एउटा टेक जायन्ट कम्पनीले चाहिँ शटडाउन गरिसकेपछि यो प्रब्लम चाहिँ कति ठूलो हो भनेर तपाई आफै नै बुझ्न सक्नुहुन्छ। यता हामीले बेच्नु भन्दा ठूलो टेक जायन्ट कम्पनीलाई बेच्दाखेरि प्रफिट पनि एकदमै धेरै हुने भयो, हाई हुने भयो, जसको कारणले गर्दाखेरि एआई कम्पनीहरुलाई चाहिँ बेच्ने निर्णयले गरेको छ र 2026 को फेब्रुअरी सम्म चाहिँ जुन चाहिँ अब मार्केटमा आउँदै छन् तिनीहरु चाहिँ मार्केटमा आउँछन् र त्यसपछि चाहिँ यो क्रुसियल ब्रान्डलाई चाहिँ हामीहरुले देख्न सक्दैनौं। र अर्कोतर्फ भनेको एनभिडियाले पनि आफ्नो जीपीयू डाइ सँगै भिरैम चिपलाई चाहिँ सँगै दिने गर्थ्यो एआईबी पार्टनरहरुलाई। अब एआईबी पार्टनर भनेको जस्तो एमएसआई, गिगाबाइट, असुस जस्ता ब्रान्डहरु छन् जसले चाहिँ ग्राफिक्स कार्डहरु हामीलाई सेल गर्ने काम गर्छन्। अब यी कम्पनीहरुलाई एनभिडियाले भिरैम चिप र जीपीयू डाइ चाहिँ सँगै सेल गर्ने काम गर्थ्यो, दिने काम गर्थ्यो। र अबदेखि चाहिँ चिपको क्राइसिसको कारणले एनभिडियाले उक्त चिपलाई चाहिँ एआईबी पार्टनर्सहरुलाई नदिने कुरा चाहिँ मार्केटमा अहिले तपाईले जताकतै यो न्यूज चाहिँ सुन्न सक्नुहुन्छ।
यदि त्यसो हो भने GPU को प्राइस पनि डेफिनेटमा हाई हुने गर्छ किनकि त्यसमा म्यानुफ्याक्चरिङ कस्ट पनि बढी लाग्ने भयो। त्यसै गरेर अलरेडी चिपको प्राइस चाहिँ हाई रहेको छ जसले गर्दाखेरि त्यसको कस्ट अलरेडी बढ्ने भयो र यसका अलावा अहिले डलरको प्राइस पनि बढ्दै गइरहेको छ जसको कारणले गर्दाखेरि कुनै पनि प्रोडक्टको प्राइस अलिकति हाई हुनु स्वाभाविकै हो। तर अहिले चाहिँ ग्लोबल सर्टेजको कारणले गर्दाखेरि यी प्रोडक्टहरू अहिलेको लागि एकदमै प्राइस बढ्ने देखिन्छ र अहिलेसम्म पनि लगातार बढिरहेको छ। घट्ने अथवा त्यही स्टेबल हुने सङ्केत चाहिँ अहिलेसम्म देखिएको छैन। त्यसो भए अब ल्यापटप मोबाइल पीसी लगायतका कम्पोनेन्टहरू खरिद गर्दाखेरि चाहिँ बेटर होला कि नहोला भन्ने तपाईँको मनमा लागेको छ भने यस, तपाईँले अहिले खरिद गर्दा चाहिँ बेटर नै होला किनकि यो समस्या चाहिँ सजिलै र छिटै समाधान हुने खालको समस्या चाहिँ म देख्दिनँ। मैले पनि यो न्युजलाई चाहिँ र यो क्राइसिसलाई चाहिँ अलिक पहिलादेखि नै निहाल्दै आइरहेको छु। सो त्यस कारणले गर्दाखेरि तपाईँका लागि यो भिडियो बनाएको। यो प्रब्लम चाहिँ चाँडै सल्भ हुने चाहिँ देखिँदैन। 2-4 महिना 5-6 महिनाको लागि यो प्रब्लम चाहिँ सल्भ हुन्छ भन्ने तपाईँलाई लागेको छ भने त्यस्तो चाहिँ मलाई लाग्दैन। यो चाहिँ मेरो पर्सनल भ्यू हो किनकि माइक्रोन जस्तो कम्पनीले आफ्नो पपुलर ब्रान्ड कन्ज्युमर लेभलमा यति पपुलर भएको ब्रान्डलाई समेत सटडाउन गरेर ठुलो टेक जायन्ट अथवा एआई कम्पनीहरूसँग पार्टनरसिप गर्नको लागि उनीहरूलाई चाहिँ सामान बेच्नको लागि आफ्नो पपुलर ब्रान्डलाई नै सटडाउन गर्ने निर्णय गरेको छ भने अब तपाईँ आफै बुझ्नुहोस् यो प्रब्लम चाहिँ कति बिग छ भनेर। अहिले निड छ र तपाईँ प्रोफेसनल लेभलको काम गर्नुहुन्छ, तपाईँका लागि निड छ भने त अब अभियसली रूपमा अरू कुनै चोइस नै छैन, तपाईँले बिल्ड गर्नै पर्छ र खरिद गर्नै पर्छ। र यदि तपाईँलाई कुनै पनि कारणबाट चाहिँ त्यस्तो निड तत्कालै छैन, काम चल्छ तपाईँलाई, अब तपाईँले 2वटा स्टिक 16 GB को राख्नुहुन्थ्यो भने एउटा स्टिक 16 GB को राखेर तपाईँको काम चल्छ भने त्योसँग स्टिक रहन पनि सक्नुहुन्छ, त्यसमा खर्च गर्न कुनै आवश्यक छैन। ऱ्याम SSD र ग्राफिक्स कार्ड लाग्ने जुनसुकै प्रोडक्टको प्राइस अब बढ्दैछ यो चाहिँ तपाईँले लेखेर राख्नुहोस्। 2-4 महिनाको लागि यो प्रब्लम चाहिँ सल्भ हुँदैन। अब यो प्रब्लम सल्भ हुनको लागि चाहिँ एआई को बुम चाहिँ एक ठाउँमा गएर रोकिनु आवश्यक छ अथवा सप्लाई चाहिँ अलिकति हुनु पनि आवश्यक छ। अब यो क्राइसिस चाहिँ आई थिङ्क 2026 सम्मै रहन्छ जस्तो चाहिँ मलाई लाग्छ। अब 2027 सम्म पनि जान सक्यो। अहिलेको लागि चाहिँ यसै भन्न सकिँदैन। पछि अब केही न्युज अथवा अपडेट र केही सिनारीहरू चेन्ज भयो भनेदेखि चाहिँ अर्को भिडियो बनाएर तपाईँलाई जानकारी म देऊला अवश्य रूपमा। सो यही नै थियो हाम्रो आजको भिडियो चाहिँ। तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँहरूलाई पनि हाम्रो भिडियो मनपर्छ भने हामीलाई सपोर्ट गर्नको लागि सब्सक्राइब गर्न सक्नुहुन्छ। यदि तपाईँका केही जिज्ञासाहरू छन् भने कमेन्ट बक्समा तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। नेक्स्ट भिडियोमा हामी नयाँ कन्टेन्टका साथ फेरि उपस्थित छौँ। टिल देन नमस्ते एन्ड जय नेपाल।